सधैं मजाको इन्फर्मेटिकल भिडियो लिएर आउने मान्छेले आज अचानक सडनली यो पोलिटिक्स रिलेटेड भिडियो कसरी लिएर आयो, यो मान्छेलाई के भछ भनेर गाली गर्नुभन्दा अगाडि म दुईटै हात जोडेर तपाईहरु समक्ष माफी माग्दिछु है साथी। आज फिनिश क्लास सकेर घर आउँदै थिए, मेरो एउटा साइडको साथीले सुनिता रिलेटेड भिडियोहरु हेर्दै थियो। मैले त्यसलाई सोधे, यो मान्छेलाई चिन्छस् भन्दाखेरि काठमाडौँको उपमेयर हो, यसको पुरा नाम भन्छ सुनिता ढोलक पो भन्छ त त्यसले। यहाँदेखि तपाई एनालाइसिस गर्न सक्नुहुन्छ उपमेयरज्यू तपाई कतिको पपुलर हुनुहुन्छ र तपाईलाई नेपालको कति जनताले चिन्छन्, कतिले माया गर्छन्। इभन मलाई पनि तपाईले इलेक्सन जितेको 1 वर्षसम्म यो थाहा थिएन कि तपाई चाहिँ उपमेयर हो काठमाडौँ महानगरपालिकाको। म त बालेन्साको गर्लफ्रेन्ड चाहिँ वाइफ होला भनेर सोचिरहेको थिएँ, तर पछि गुगल सर्च गर्दाखेरि तपाई त उपमेयर पो रहेछ, त्यो पनि एमाले पार्टीको। तर विश्वास लाग्दैन थियो 2 वर्षसम्म यो मान्छेले कसरी बालेन्साको कदममा कदम हिँडिरहेछन्, कसरी बालेन्सालाई साथ दिइरहेछन्। तपाईले त्यतिखेर गरेको व्यवहार र तपाईको जुन इमेज छ नि, त्यो कता कता तपाई एमाले पार्टीको हैन एमाले पार्टीसँग जुडेको भए पनि तपाई चाहिँ स्वतन्त्र उपमेयर जस्तै हो, बालेन्सालाई साथ दिइराख्नु भएको थियो नि त। तपाईले इमेज राम्रो क्रिएट गर्नु भएको थियो। तर भन्छन् नि उपमेयरज्यू, कालो भैँसीलाई बेच्नका लागि पैसा धेरै पाइन्छ भनेर सेतो पेन्ट गएर बेच्यो भने गाईको प्राइस चाहिँ कहिल्यै पाइदैन क्या। भैँसी भनेको भैँसी नै हो है। तपाईले सायद नेपाली जनताले गरेको इज्जतलाई नि तपाईले टेक केयर गर्न सक्नु भएन के। र तपाईको इज्जत थियो कहाँ, तपाईले चिन्थ्यो कोलेर भन्नुस् न। तपाईले देखिए मिडियामा पनि देखिने, सोशल मिडिया पनि देखिने भनेको बालेन्साले गर्दा हो, किनकि बालेन्साको छेउमा बस्नुहुन्थ्यो त तपाई, त्यही भएर तपाई पनि देखिनुहुन्थ्यो के। तर अब सायद तपाईलाई लागेको होला कि म पनि पपुलर छु, म पनि एकदमै आइकोनिक छु, मलाई पनि नेपाली जनताले माया गर्छन् हैन, मेरो पनि आफ्नै ब्रान्ड छ। तर तपाई गलतफहमीमा हुनुहुन्छ। भन्छन् नि मान्यौ स्टन्ट गरेर देश त पक्कै बन्दैन। के गरी बन्छ मेयरज्यू, हजुर नै सिकाइदिनुस् न। के भ्रष्टाचार गरी बन्छ, केपी बालेले फेरि किडनी फेरेर बन्छ, कसरी बन्छ? हामीले विदेशमा कमाएका पैसाहरूलाई रेमिटान्स गर्छौं र त्यहाँदेखि पनि तपाईहरु पर्सेन्टेज लिएर आफ्नो पेट पाल्नुहुन्छ। यसरी देश बन्छ? यदि बालेन्साले स्टन्ट नै गरेको हुनु भने तपाई पनि गर्नुस् न। तपाईको सपोर्टमा हामी आउँछौं, हामी तपाईको साथ दिन्छौं। तर त्यो पनि क्यापेबिलिटी छैन के तपाईहरुको समक्ष। के छ भन्नु त, कसरी बन्यो स्टन्ट? तपाईहरु 2 क्लास पढेका, 3 क्लास पढेका, 5 क्लासमा फेल भएकाहरुलाई शिक्षा मन्त्री बनाउनुहुन्छ। तपाईले कहिले रोगी मान्छेलाई तपाईहरु स्वास्थ्य मन्त्री बनाउनुहुन्छ र सधैं हारेका 2टा किडनी फेल भएका मान्छेलाई, त्यो बुढोलाई तपाईहरु प्रधानमन्त्री बनाउनुहुन्छ। सधैं उखान टुक्का गर्ने, कमेडी गर्ने, कपिल शर्मासँग आफूलाई दाज्ने मान्छेलाई प्रधानमन्त्री बनाएर बसेर तपाईले स्टन्टको नाम लिने। तपाईलाई थाहा छ स्टन्ट भने के हो? यदि ठीक छ म एकछिनको लागि बालेन्साले स्टन्ट नै गरे, ठीक छ, त्यसले स्टन्ट गरेर एक लोकप्रिय बनिरहेछन् भने तपाई पनि त्यो स्टन्टतिर जानुस् न। हामी पनि तपाईको सपोर्ट दिन्छौं नि हैन। तपाईहरु एउटा एक्जाममा 0 मार्क ल्याएका स्टुडेन्टहरु हो, तपाईहरु फेलियर भइसक्नु भएको छ। 25-26 दिनदेखि यस्तो मजाको आन्दोलन गर्दै, रमाउँदै, गीत गाउँदै, नाच्दै गरेका टिचरहरुको एउटा सानो डिमान्ड त तपाईहरु पूरा गर्न सक्नु भएन। त्यहाँ तपाईहरुले लाठीचार्ज गर्नुभयो, पुलिसको दमन गर्नुभयो र स्टन्ट बालेन्सामाथि लगाउने। यही हो तपाईको बोल्ने तरिका। तपाई यसलाई राजनीतिको रूप लिँदै हुनुहुन्छ क्या हो। मलाई के लाग्छ भन्दाखेरि अब तपाईको 2 वर्षपछि हैन, अब इलेक्सनको टाइम आउँदैछ क्या। र भन्छ नि कमिला मर्नु भन्दा पहिले छट पटाउँछन् रे क्या, उठ्छन् रे क्या। एक्ज्याक्टली त्यही भइराछ क्या तपाईहरुसँग। तपाईहरु पनि अब इलेक्सन भन्दा अगाडि कसरी बालेनको इमेजलाई डिस्ट्रोय गर्ने हो त्यसको कोसिसमा हुनुहुन्छ। यो हो स्टन्ट। स्टन्ट भनेको के हो तपाईलाई म सिकाम? स्टन्ट भनेको नेपालमा हरेक घरमा बिजुली बत्ती पुगाउँछु भनेर जुन झुटो कमिटमेन्ट गर्नुहुन्छ नि, दैट इज द स्टन्ट। स्टन्ट भनेको के हो थाहा छ? नेपालमा 16 लाइनको रोड दौडाउँछु भन्नुहुन्छ नि, त्यो हो स्टन्ट। स्टन्ट भनेको के हो थाहा छ? समुद्रै नभएको ठाउँमा समुद्री जहाज ल्याउँछु भन्नुहुन्छ नि, त्यो हो स्टन्ट। यस्ता स्टन्टहरु तपाईको फेलियर भइसकेको हुनाले एउटा लोकप्रिय स्वतन्त्र नेता जसले देश र जनताको लागि के गर्न खोजिरहेछ, आफ्नो स्यालेरी देखि त्यसलाई मतलब छैन, जसले 24 घण्टा देशको हितमा लागिरहेछ, जसलाई जनताले मन पराइरहेछन् र एक्लै देशको सधैं नालायक नायकहरुसँग लडिरहेछ नि, त्यो मान्छेको विपक्षमा बोल्ने तपाई जस्ता नेताहरुले स्टन्ट गरेका छन्। मलाई यो टपिकमा धेरै लेना देना पनि छैन, किनकि मेरो सेक्टरको कुरा पनि हैन। तर म एउटा नेपालको नागरिक हो र नागरिक भएको हिसाबले म दुनियाको जुनसुकै ठाउँमा भए पनि मेरो हक अधिकार हो। म आफ्नो रियालिटी कुरा, मैले आफ्नो मनको कुरा राख्न सक्छु र मेरो मौलिक हक हो। बिर्सेछु, मौलिक हक नेपालमा छैन एक्चुअली, त्यो भनेको संविधानमा मात्रै छ। तर बोल्न पाउँछु होला हैन। अब तपाईहरुको क्यापेबिलिटी हो, तपाईले मलाई यहाँदेखि पनि झिकाउन सक्नुहुन्छ इन्टरपोलको मार्फत है, तर बोल्न चाहिँ छाडिदैन हैन। मेरो आफ्नो जुन एनालाइसिस गरेको छु मैले आफ्नो देशलाई र नेपाल देशको म जुन एउटा नागरिक छु, त्यो नागरिकको हितमा तपाईलाई म भन्दैछु स्टन्ट भनेको
तपाईले गर्नु भएको हो र तपाईको जुन एउटा बचे खुचेको इमेज पनि थियो नि त्यसलाई तपाईले डिस्ट्रोय गरिसक्नु भएको छ। तपाईलाई हामी अस्ति पनि चिन्दैन थियौं र सायद अबको 2 दिनपछि पनि हामी तपाईको नाम पनि बिर्सिने छौं होला, किनभने तपाई अहिलेसम्म पनि क्यामेरामा, स्टुडियोमा, मिडियामा, न्युजपेपरमा, सोशल मिडियामा देखिने भनेको वन एन्ड ओन्ली वन आर्मी बालेन शाहको रिजनले हो। मेरो भुलचुक माफ गर्नु होला, तपाईप्रति मैले हल्का धेरै नै कुरा निकालेको छु भने आई एम सरी, तर सुधार्नु होला। अहिले पनि मौका छ तपाईसँग, 2 वर्ष छ।